would like to welcome the student of class 4 for their dance performance in the song Surke Thaili. सुर्के थैली खै भन सुर्के थैली खै चौबन्दीमा तुनेको सुर्के थैली खै गर्छौ क्यारे बैमानी नखोज है न्युरामा नखोज है नखोज है न्युरामा नखोज है न्यु रामसैला ठेका भित्र पानी रामसैला घर घुर मदानी केला थोर घ्यू रामा केला थोर घ्यू केला थोर घ्यू रामा केला थोर घ्यू आनाकानी गर्छु पर सर्छु मन अन्तै साट्यो कि आनाकानी गर्छु पर सर्छु मन अन्तै साट्यो कि मलाई उल्लु बनाएर धोका दिन पो आट्यो कि अझै हिसाब मिलाउनु छ झेका खाता भई पटुकीमा सिउरेको सुर्के थैली खै सुर्के थैली खै भन सुर्के थैली खै चौबन्दीमा तुनेको सुर्के थैली खै मनमोजी मान्छे कता कता जान्छे खोज निन्दा नगर मनमोजी मान्छे कता कता जान्छे खोज निन्दा नगर कलिलै छ वैश राजे बल जफ्ती नगर कक्का के कुकु कुकु के कै कै रौका तेरा बुनेको झुम्के रुमाल खै झुम्के रुमाल खै भन झुम्के रुमाल खै पुरुषैले बुनेको झुम्के रुमाल खै चौबन्दीमा तुनेको सुर्के थैली खै पुरुषैले बुनेको झुम्के रुमाल खै From class 7 in the song of Jhuma Jhuma Jhumka Wali. झुमा झुमा झुमका वाली ओए झुमा ओए झुमा ओए झुमा झुमका वाली ओए झुमा ओए झुमा ओए झुमा झुमका वाली रूपको
को पछौरी त्यो मखमली बुट्टे चोली अलिकति माया देऊ न त्यो मनको थैली खोली यौवनको छानो मुनि पिरातीको पाली ओए झुमा झुमका वाली ओए झुमा झुमका वाली ऐसलुको दाना हेरा अलि अलि पाक्न बाँकी ऐसलुको दाना हेरा अलि अलि पाक्न बाँकी खट्टो छ कि गुलियो छ रह्यो अब चाख्न बाँकी छल्काउँदै ओठभरि भेरी र कर्णाली ओए झुमा झुमका वाली ओए झुमा झुमका वाली रूपको बत्ती बाल्दै आइन् झुमा झुमका वाली हेरा हेरा चढ्न थालिन् हेरा हेरा चढ्न थालिन् वैशाखको उकाली ओए झुमा झुमका वाली ओए झुमा झुमका वाली ओए झुमा झुमका वाली Now it's time for Tamang Selo by our brother and sisters of class 5. So let's welcome the students of class 5 on the stage. Thank you. डोरीमा राम्रो क्या बन्ने जगमुग राम्रो कन्सीको सिन्धुली टीका क्या बन्ने कन्सीको निधार झन राम्रो कुनी बुझोलो क्या राम्रो कुनी बुझोलो कन्सीको जीवु झन राम्रो कन्सीको जीवु तिमी र हामी मिलेर हिँडे तिमी र हामी दुनियाँले देख्दा नि झन राम्रो दुनियाँले देख्दा नि झन राम्रो It is great to see everyone enjoying. Without any delay, let's us welcome class 6 to perform us in a song Purba Pachim Rail.
4 5 6 गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो भरेको कच्चो कच्चो पीडानु कोक्याउने माया भयो मन मात्रै लोभ्याउने पूर्व पश्चिम रेल छुक 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 कच्चो कच्चो पीडानु कोक्याउने माया भयो मन मात्रै लोभ्याउने पूर्व पश्चिम रेल छुक 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 गोडेको सपना देखे मायालु तिमीसितै रिङ्गण घुमेको धेरै टाढो हो दिन बिताउन साह्रै नै गाह्रो हो 1 2 3 4 5 2 3 4 5 6 गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो भरेको तिमी मैदानमा फुले भिरेमा वेलिन्छौ कि परेमा भिरेमा पूर्व पश्चिम रेल छुक 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 गोडेको सपना देखे मायालु तिमीसितै रिङ्गण घुमेको तिमीसितै मनमुटु साट्या छु ढाट्या होइन बौलाउनै आट्या छु 1 2 3 4 5 2 3 4 5 6 गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो भरेको घाम छाँदै केलाउने मनको आगो कहिले हो सेलाउने पूर्व पश्चिम रेल छुक 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 गोडेको सपना देखे मायालु तिमीसितै रिङ्गण घुमेको तित्तिरी तिरिरी तित्तिरी तित्तिरी तिरिरी तिरिरी तित्तिरी तिरिरी तित्तिरी तित्तिरी तिरिरी दुईटै मुटु एउटै भो हाला त केही होला कि यो आउने साला त पूर्व पश्चिम रेल छुक 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 गोडेको सपना देखे मायालु तिमीसितै रिङ्गण घुमेको अभिभावकज्यूहरू म फेरि अनुरोध गर्दछु आफ्ना साना साना नानीहरूलाई आफूसँग लिएर राखिदिनु होला म फेरि हजुरहरूलाई अनुरोध गर्दैछु प्लिज आफ्ना नानीहरूलाई साना साना नानीहरूलाई आफूसँग राखिदिन अनुरोध गर्दछु
यो पनि हाम्रो संस्कृतिको एउटा अंश नै हो रमाइलो मानेर हेरिदिनु भयो होला कतिजना प्रोग्राम पनि अन्त्यतिर नै जाँदैछ अब धैर्यताका साथ एकछिन रमाइलो मानेर अरू पनि 3-4 वटा प्रोग्रामहरू हाम्रो अझै बाँकी नै छ हाम्रा भाइ बहिनीहरू सबैजनालाई चाहिँ हामीले यहाँ पार्ट लिन दिनु पर्यो भाग लिन दिनु पर्यो त्यसको लागि पनि हो यो सबै प्रोग्राम हजुरहरूकै लागि हो रमाइलो त मानिरहनु भएको छ सबैजनाको अनुहार हँसिलै देखिरहेको छु मैले Now, without any delay, I would like to invite our chairman, Mr. Sunil Krishna Shrestha, on the stage to deliver few words. Madam, I am speechless. Madam asked me to give some words as a speech, but I am speechless seeing this performance in this school. सबभन्दा पहिला अभिभावकज्यूहरू यति धेरै मेहनत गरेर टिचर्सहरूले विद्यार्थी भाइ बहिनीहरूले हामीलाई यति एन्टरटेन गरिदिनु भयो त्यसको लागि तपाईहरु सबैले दुई हातले उठेर जोरदारले ताली बजाइदिनु म एकछिन अनुरोध गर्दछु Thank you my dear chief guest अभिभावकज्यू आदरणीय प्रमुख अतिथि अभिभावक साथीहरू विद्यालय प्रधान अध्यापक श्री धीरेकलाल श्रेष्ठज्यू विद्यालय संयोजक बिमला मिस 19 वटा प्रमुख म्याडम शिक्षक साथीहरू विद्यार्थी भाइ बहिनीहरू मेरा प्यारा भाइ बहिनीहरू तथा पत्रकार साथीहरू नमस्ते जोजोलोपा सबभन्दा पहिला मलाई विश्वास गरेर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु मेरो बुद्धि विवेकले भ्याएसम्म म यस विद्यालयका प्रगतिमा सेवा गर्ने प्रण गर्दछु मेरो प्यारो अभिभावकज्यूहरू यस रोलिङ स्टोन स्कुललाई विश्वास गरेर आफ्नो बालबालिकाहरूलाई यस विद्यालयमा पठन पाठनको लागि भर्ना गरी शिक्षा हासिल गर्ने मौका दिनुभएकोमा म यस स्कुल व्यवस्थापन समितिको तर्फबाट सम्पूर्ण अभिभावक साथीहरूलाई धन्यवाद दिन चाहन्छु तपाईहरुको विश्वास नै हाम्रो ढुकुटी हो तपाईहरुको सहयोग नै हाम्रो ऊर्जा हो जसको मद्दतले विद्यार्थीहरूलाई राष्ट्रको सुयोग्य नागरिक बनाउन मद्दत पुग्दछ अभिभावक विद्यार्थी र विद्यालय भनेको अटुट त्रिभुजको कोण हो जसको सहकार्यले हाम्रो बाल बच्चाहरूलाई राम्रो शिक्षा दिन सक्दछ Together we can do it better, together we can prove it better, together we can realize it for the family, society and nation. We are in learning by doing education matters. अहिलेको वैज्ञानिक युगमा शिक्षा भनेको किताब मात्र नभई व्यवहारिक शिक्षा नैतिक शिक्षा सामाजिक शिक्षा र टेक्निकल एजुकेसनले नै हामी हाम्रा विद्यार्थीहरूलाई स्किल ट्यालेन्ट र सो आत्मनिर्भर बनाउन सक्छौं त्यस अनुरूप यस रोलिङ स्टोन स्कुलले शिक्षा नीति अपनाएको म पाउँदछु यो नै अहिलेको शिक्षाको आवश्यकता हो सबै विद्यार्थीहरूमा फरक किसिमको ट्यालेन्ट लुकेको हुन्छ जसको खोजी हामी अभिभावक र विद्यालय व्यवस्थापन मिलेर खोजको माध्यम हेलो चेक यस्तो सबै हामी मिलेर यस्तो नीति अपनाउन सकेमा हामी सबै विद्यार्थीहरूलाई बेस्ट बनाउन सक्छौं यसैको लागि यस विद्यालय स्कुल संयोजक तथा सम्पूर्ण शिक्षक साथीहरू रात दिन लागि परेको मैले महसुस गरेको छु Hats up and thank you all school families for your dedication towards these talent students हजुरहरुसँग छोटो समय छ भने म एउटा सानो कथा भन्न चाहन्छु Is it okay? मसँग सानो कथा एउटा छु सबै बच्चाहरू आफ्नो किसिमको ट्यालेन्ट हुन्छ त्यो ट्यालेन्टलाई हामीले एक्सप्लोर गर्नुपर्छ भन्ने एउटा सानो कथा छ त्यो म तपाईहरुलाई कथा सुनाउन गइरहेको छु कुनै शहरमा एकजना धनी मान्छे बस्थे उसको एउटा अजीब प्रकारको चाहना थियो उसले आफ्नो घर भित्र एउटा ठूलो स्विमिङ पुलमा ठूलो भन्दा ठूलो रेप्टाइल पालेका थिए जसमा सर्प गोही घडियाल आदि सामेल थियो
एकपटक उनले आफ्नो घरमा पार्टी दिन्छ, धेरै मान्छेहरू त्यो पार्टीमा आउँछन्। खाना पिना भइसकेपछि सबै पाहुनाहरूलाई स्विमिङ पुलमा लिएर जान्छन् र भन्छन्, साथीहरू तपाईहरूले यो पुल हेरिरहनु भएको छ, यसमा खतराभन्दा खतरा जीवहरू छन्। यदि तपाईँहरूमध्ये कसैले यसलाई पार गर्न सक्छ भने म त्यसलाई उपहार स्वरूप 1 करोड रुपियाँ दिन्छु या आफ्नो छोरीको हात दिन्छु। सबै मान्छेहरू पुलको तर्फ हेर्छन् र कसैको हिम्मत हुँदैन कि त्यसलाई पार गरोस्, तर त्यतिकैमा छलाङ मारेको जस्तो आवाज आउँछ र एउटा केटा त्यसमा कुट्छन् अनि सर्पहरू, गोहीहरू र घरियाल आदिहरूबाट बचेर पुल पार गर्छ। सबैजना मान्छेहरू उसको बहादुरीलाई हेरेर आश्चर्य पर्छन्। त्यो धनी मान्छेलाई पनि विश्वास हुँदैन कि कसैले यस्तो कसरी गर्न सक्छ। त्यतिका वर्षमा पुल पार गर्नु त ताराको कुरा, पानीसम्म छुने हिम्मत कसैको रहेनछ। त्यो धनी व्यक्तिले केटालाई बोलाउँछन् र भन्छन्, केटा तिमीले आज कुनै हिम्मतको साथ गरेका छौ, तिमी वास्तवमै यो धनी व्यक्तिको बहादुर छौ, भन तिमीलाई कुन उपहार चाहन्छ। केटाले भन्छ, अरे उपहार सुपार त म पछि लिनेछु, पहिला यो त भन्नुहोस् कि मलाई धक्का कसले दिएको थियो पानीमा। अनि साथीहरू, यो स्टोरी एउटा सानो जोक जस्तै छ, तर यसमा धेरै गहिरो र ठुलो सन्देश बोकेको छ। त्यो केटामा पौडिएर स्विमिङ पुल पार गर्ने क्षमता त थियो, तर त्यो आफै कुदेन। जब कसैले धक्का दियो अनि कुद्यो र पार पनि गर्यो। यदि कसैले धक्का दिने थिएन भने उसले कुद्ने कुरा सोचेकै थिएन, तर पार पनि गर्ने थिएन। तर अब यसको जिन्दगी हमेसाको लागि बदलिसक्यो, किनभने ऊ पार गरेपछि ऊ ट्यालेन्ट भयो। ठीक यसरी हामीभित्र पनि कयौँ ट्यालेन्ट र सम्भावनाहरू लुकेको हुन्छ। जबसम्म हामीभित्र रिस्क र कन्फिडेन्ट उठाउने हिम्मत आउँदैन, तबसम्म हामीले लाइफमा यस्ता धेरै च्यालेन्जेसहरूलाई बिना कुदेर नै हार मानिदिन्छौँ। त्यसैले हामीले आफ्नो क्षमतालाई चिन्नु धेरै आवश्यक छ। आफ्नो कला र शक्तिलाई चिन्नुहोस् र जिन्दगीमा भेटिएको अवसरहरूको लाभ उठाउनुहोस्। जस्तो प्रिन्सिपलले सुरुमा एड्रेसमा भनिदिनु भएको थियो, हरेक बच्चामा आफ्नो ट्यालेन्ट हुन्छ, त्यो ट्यालेन्टलाई एक्सप्लोर गर्नुहोस्, स्कुलमा ल्याउनुहोस्। हामी मिलेर चाहिँ त्यसलाई चाहिँ एउटा सुयोग्य बच्चालाई चाहिँ बनाउँछौँ। धन्यवाद। जय रोलिङ स्टोन। Thank you sir for your wonderful speech. अब हाम्रो नेक्स्ट डान्स परफॉर्मेंस छ वज्र योगिनी। यो हाम्रो स्पेशल डान्स हो टु ऑल द पेरेन्ट्स। वज्र योगिनी डान्स।
पैसा सम्हाल कालो भाले धामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल हरे खोला बगी जाने होला लौन मैया पैसा सम्हाल कालो भाले धामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल गाठो कुरा सुन साँचो माइती छोड्दा आँसु बरर गाडे सिस्नु तरकारी जागिर खाको सरकारी छुँदा तिमलाई मनै हरर लगन गाठो कुरा सुन साँचो माइती छोड्दा आँसु बरर गाडे सिस्नु तरकारी जागिर खाको सरकारी छुँदा तिमलाई मनै हरर के काम बगल्तीमा आउँछ म नोट भन्दा सिक्का गरुङ्गु घरकी कान्छी बुहारी रिसाउँछे नि पियारी टाढै बस म यहाँ नलम्भो तिर्का किता के काम बगल्तीमा आउँछ म नोट भन्दा सिक्का गरुङ्गु घरकी कान्छी बुहारी रिसाउँछे नि पियारी टाढै बस म यहाँ नलम्भो For the wonderful dance performance काले दाई अब यहाँनिर चाहिँ अलिकति मेरो मुटु अलि धेरै नै ढुकढुक गरिरहेको छ किनभने जसलाई चाहिँ हामीले खालि टेलिभिजनमा मात्रै देख्थ्यौँ उहाँलाई चाहिँ प्रत्यक्ष यहाँ देख्न पाउँदाखेरि म चाहिँ एकदमै धेरै हर्षित छु अब हजुरहरू चाहिँ यहाँ डान्स पर्फर्मेन्स हेरिरहनु भएको कारणले गर्दा यता भुलिनु भयो तर मैले चाहिँ उहाँलाई अघि नै देखिसकेर अब म चाहिँ अति नै धेरै हर्षित भइरहेको छु उहाँलाई चाहिँ टेलिभिजनमा मात्रै मैले चाहिँ देखेको थिएँ अब मेरो हार्दिकता चाहिँ मैले व्यक्त गर्नै सकिरहेको छुइनँ अब एकपल्ट म उहाँको नाम भन्न गइरहेको छु उहाँ चाहिँ हाम्रो एकदम देशका प्रसिद्ध गायक हुनुहुन्छ राजेश पायल ज्यू यहाँ बसिरहनु भएको छ उहाँलाई स्वागत गरौँ मलाई धेरै उहाँको गीतहरू चाहिँ मैले धेरै सुन्थेँ तर आज उहाँलाई देखेर चाहिँ मैले प्राय बिर्सिनै सकेँ तर थोरै याद छ अब म हामी सबैजनाको तर्फबाट भन्दैछु धेरै पछि भेट भयो दर्शन नमस्ते राजेश पायलज्यू अब प्रत्यक्ष सुन्न पनि मन लागेको छ अलिकति सुनाइदिनुहुन्छ कि हामीलाई
would like to welcome him on the stage. Please give him a huge round of applause. अलि ठुलो स्वरले भन्नु पर्यो, सबैजनाले ताली बजाउनु पर्यो, उहाँलाई जोसै आएन जस्तो छ। अझै गर्नु पर्यो, भएन रे, पुगेन। Thank you, the Rolling Stones English Medium School. मेरो यो प्रथम अनुभव हो, यसरी मैले गीत गाएको छैन, स्कुलमा आएको पनि छैन। स्कुल नगएको त अब 20-22 वर्षै भइसक्यो। So, thank you दिरेकलाल जी, प्रिन्सिपल जी, अनि स्कुलका सम्पूर्ण अभिभावकहरू, विद्यार्थीहरू, विदुर गिरीजी, फसाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। मलाई लाग्छ शिक्षा पहिलो खुड्किलो संस्कारको संस्कार भयो भने मान्छे बनिन्छ। मान्छे त स्वतः जन्मेपछि मान्छे नै हो, महिला र पुरुष, तर शिक्षा आर्जन गर्न सक्यो र त्यसको सही सदुपयोग गर्न सक्यो भने हामी मान्छे बन्न सक्छौँ। मान्छे बन्न सिकौँ, यो स्कुलले धेरै मान्छेहरू जन्माओस्, मेरो शुभकामना। म चाहिँ यस्तो सानो विधा यस्तो अघि मजा आयो, यति इन्जोय गरेँ कि आफू पनि काले मलाई नै भन्दैछ कि क्या जस्तो पनि लाग्यो। त्यस्तै बच्चा हुनु साह्रै मन लाग्थ्यो। म चाहिँ चकचकै थिएँ, फेरि त्यो भनेर तपाईँहरू चकचक नगर्नु होला। म चाहिँ फर्स्ट कहिले पनि भएन, मैले कहिले पनि भएन, तर गीत गाउने कुरामा सेकेन्ड फेरि कहिले पनि भएन। चाहे प्रतियोगितामा चाहे यस्तै स्कुलमा माया गरेर हो कि के हो, मलाई फर्स्ट नै बनाइदिनुहुन्थ्यो। फेरि परीक्षाको टास्कमा चाहिँ जहिले पनि अलि लुदो लुदो भन्छ नि गाउँतिर, त्यस्तै थिएँ म। तर बाइ द वे मैले आइएस समेतको पढेको छु, पढ्न मलाई एकदमै मनपर्छ। आज ढिलो नगरिकन यो केही छैन, अब म बच्चाहरूको खुसी भनेको चाहिँ संसारले किन्न नपाउने खुसी अरे, देख्न नसक्ने खुसी अरे। म बच्चाहरूको लागि चाहिँ गीत गाइदिएको, यहाँ आएर प्रस्तुत गरेँ नि, त्यो राजले नभनिदिनु होला। सो दर्शन नमस्ते त भन्नुभयो, दर्शन नमस्ते नै सुनाउँछु, तर भर्खरै आएको 3 सुनाउँछु। मलाई यस्तोमा चाहिँ नाच्नु अलि लाज लागिरहेछ, उठुटी अलिक ठुल्ठुलो भए त नाच्थ्यो होला, जोसिन्थ्यो होला। बच्चाहरू छ अहिले, केही छैन। तर मेरो र राजेश हमालको चाहिँ एउटै कथन छ, खालि बच्चाहरूले मात्र मन पराउँछ। त्यो कारणले जति उहाँहरू टिनेज हुँदै जान्छ, आफू यो राजेश भन्ने नाम कहिले पनि बुढा पनि हुँदैन रहेछ क्यार। बरु घाम उदाएर पश्चिम अस्ताउँछ, यो राजेशहरू चाहिँ बुढा कहिले पनि हुँदैन जस्तो लाग्छ। ओके, दर्शन नमस्ते सुनौँ ल एकपटक, बिस्तारा गरौँ, रमाइलो गरौँ, केही छैन, बच्चाहरूको खुसीको लागि। ओके, द रोलिङ स्टोन्सको लागि। थ्याङ्क यू। बच्चाहरू नाच्दा पनि हुन्छ, खुसी इन्जोय गरौँ। काले दाईको भाइ बहिनी कता गयो? Come on, come on, yeah. अब आयो मजा। तपाईँहरूमा आउनुहोस् माथि। किन यति धेरै माया लाग्छ नि हो, किन यति धेरै माया लाग्छ नि हो, सोल्टिनी यो सोल्टालाई, सोल्टिनी यो सोल्टालाई। माया पनि बढ्छ आस्ते आस्ते, जीवन पनि चल्छ आस्ते, माया पनि बढ्छ आस्ते आस्ते, जीवन पनि चल्छ आस्ते। ए हजुर दर्शन नमस्ते, ए हजुर दर्शन नमस्ते। हो दर्शन, ओ हो दर्शन, दर्शन हो दर्शन, दर्शन नमस्ते, दर्शन दर्शन नमस्ते।
बोल्ने भाका उनकै हेर्ने आँखा उनकै लागि बोल्ने भाका उनकै मनमुटु माया पनि अब भयो उनकै मनमुटु माया पनि अब भयो उनकै इन्द्रेणीको रङ्गानी ज्योति दिन्छु जुनकै ज्योति दिन्छु जुनको हो दर्शन हो दर्शन दर्शन हो दर्शन दर्शन नमस्ते दर्शन नमस्ते यस्तो बेला आमा बाबुको खोज्दा खुसी म तमको लागि छुचे एउटा नयाँ स्वर्ग किन्थे के कसो म तमको लागि छुचे एउटा नयाँ स्वर्ग किन्थे उनले हाँसी हाँसी दिएको त्यो दिल्लीको माया लिन्थे मागेदेखि जानै दिन्छु मन उनकै पछि पछि भाग्छ किन यति धेरै माया लाग्छ नि किन यति धेरै माया लाग्छ नि सोल्टिनी यो सोल्टालाई सोल्टिनी यो सोल्टालाई माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते ए हजुरा दर्शन नमस्ते ए हजुरा दर्शन नमस्ते हो दर्शन हो दर्शन दर्शन हो दर्शन दर्शन नमस्ते दर्शन नमस्ते थ्याङ्क यू सबैलाई विद्यार्थीहरूलाई सबैलाई धन्यवाद धन्यवाद यसपछि हाम्रो कार्यक्रम सिद्धि होला होइन राम्रो नाइस नाइस डान्स थ्याङ्क यू अब हामीहरुको मेडल डिस्ट्रिब्युसनको प्रोग्राम सुरु हुँदैछ आई वुड लाइक टु कॉल आवर चेयरपर्सन मिस्टर सुनील कृष्ण श्रेष्ठ एन्ड राजेश पायल राई on the stage. From nursery class passing ball, the first Nishan Koirala from nursery. Nishan Koirala from nursery first. He got the first position. Nishan Koirala. And second, Anmol Shrestha from nursery class. Second, Anmol Shrestha and third, Deepak Mohan. Now from next LKG
And from badminton senior girls, the first Ramagesi from class 7. Badminton junior from boys. First at the first position, Sheikh Gulfan Alam from girls. First position, Jigyasa Shrestha from class 6.
Nikesh Karki, congratulations. You done so nice. Amit, Soil Khan.